हेलो हाई आज चाहिँ यसै 54 नगरपालिकामा भइरहेको 7औं मेगा फुटबल प्रतियोगिताको फाइनलको झलकहरुकै तपाईहरुको सामु लिएर आइरहेको छु। हामी डिजिटल राइडरमा गइरहेछौँ तपाईँहरुको लागि केही भिडियो कुरा। गेम चाहिँ पहिलो हाफमा 1-1 को बराबरीमा चलिरहेछ। वडा नम्बर 3-1, वडा नम्बर 6 पनि 1 गोलको बराबरीमा गइरहेको जानकारी गराइँदैछ। यो चाहिँ 54 नगरपालिका वडा नम्बर 9 को फुटबल मैदानको दृश्य हो। यो अति नै सुन्दर छ। यसको पछाडि चाहिँ हाम्रो तिर्जुगा नदी पनि देख्न सकिन्छ, तर अहिले बेलुकी घाम डुब्ने अवस्था भएको कारणले खासै त्यति राम्रोसँग देखेको छैन। तर जस यो ठाउँ एकदम सुन्दर यहाँबाट एकदम सुन्दर छ। यसैको फ्री किक पाउनु भएर वडा नम्बर 3 को खेलाडी भाइहरूले तपाईहरु हेर्न सक्नुहुन्छ बेलुकाको भ्यू। सूर्य अस्ताउने अवस्था लाग्यो। हाम्रो 4 अफिसियल दाइहरु पनि आउनुहुन्छ। उहाँहरू शेखर राई। अनि आज फाइनल भएको कारणले पनि मान्छेको चाहिँ बाक्लो उपस्थिति देख्न सकिन्छ। यहाँ त्यति बाक्लो उपस्थित नभए तापनि तर नजिक गाउँहरुबाट पनि थुप्रो आउनु भएछ मान्छेहरु। यसै फेसबुक लाइभबाट देश विदेशमा रहने सबै हाम्रो दर्शकहरुलाई देखेर हुने आजसम्मको गतिविधिहरु उहाँहरु हुनुहुन्छ केशव राणा र दिनेश राई। फेसबुक लाइभबाट यसै नगरमा भइरहेको गतिविधिहरु फुटबल लगायत अन्य गतिविधिहरु देखेर हुनुहुन्छ उहाँहरूले। यसै गरी गेम चाहिँ वडा नम्बर 3 ले जितेर यहाँ विजय उत्सव मनाउन पनि गरेको भाइहरुको अवस्था देखिन्छ यहाँ। हेलो 3 नम्बर भाइहरु छैन त मान्छे न। हेलो अब चाहिँ भने भाइहरुलाई हाम्रो नगर प्रमुख ज्यूको हातबाट राष्ट्रिय ट्रफिक मेडल प्रमाणपत्र लगायत अन्य उहाँहरूले पाउनुपर्ने सब वितरण गर्नुहुँदैछ। एकदम उत्साहित छ वडा नम्बर 3 भाइहरु। तर आजको नतिजा चाहिँ वडा नम्बर 3 2 गोल र वडा नम्बर 6 1 गोल गरी वडा नम्बर 3 ले चाहिँ विजय हासिल गर्नुभएको छ। यस 7औं सशस्त्र मेगा फुटबल प्रतियोगिताको लागि चाहिँ हाम्रो वडा नम्बर 3 को भाइहरुलाई धेरै धेरै धन्यवाद। भाइहरुलाई धेरै धेरै